जब प्रकृति रिसाउँछिन् तब पहिलो चोट आदिवासीले सहनुपर्छ भन्ने भनाइ चाहिँ यो कान्द्रा नदीको बाढीले यहाँका आदिवासी राजीहरूलाई चोट मात्र होइन उठिवास नै लगाएका छन्। यो कैलाली जिल्लाको बजनी नगरपालिका स्थित कान्द्रा नदीको बगर हो। यो खण्डहर भइसकेको बगरमा कुनै बेला राजी बस्ती थियो। डुङ्गा चलाएर माछा मार्ने अनि मान्छेहरूलाई वारिपारी तार्ने र माछा मारेर बिक्री गर्ने यसरी हाम्रो पेसा थियो र पेसागत रूपमा मौरी काट्ने अनि मौरी काटेर मह बेच्ने अनि हामी वन जङ्गलमा चाहिँ गिठा भ्याकुर खन्ने अनि जडीबुटीहरू सङ्कलन गर्ने यसरी नै हामी जीविकोपार्जन गर्थ्यौँ। अहिलेको उसमा हेर्दाखेरि चाहिँ अब नदी नाला पनि ठेकापट्टा भइसके अनि वन जङ्गलमा पनि अब प्रशस्त जडीबुटीहरू पाइँदैन। सामुदायिक वन भइसकेको कारणले पनि नदी कटान फटान अनि वन जङ्गल पनि नासिएको छ, त्यही भएर प्रशस्त पाइँदैन अनि हामीलाई चाहिँ जीविकोपार्जन गर्न नै अप्ठ्यारो नै छ। बिहेमा चाहिँ सालको पात अनि मालको पात चाहिन्छ, हामीलाई बिहेमा चाहिन्छ अनि त्यो प्रशस्त मात्रामा चाहिँ पाइँदैन, अलिअलि चाहिँ पाइन्छ, त्यही पनि हामीले खोजेर जसरी भए पनि ल्याउनै पर्ने हुन्छ। आफ्नो प्रथा परम्परा र संस्कृति अनुसार राजीहरू यही नदीमा माछा मारेर जीविका चलाउने गर्दथे। पछिल्लो समयमा जलवायु परिवर्तनका कारण राजीहरूको यो जीवनशैली नै खलबलिएको छ। अब नदीको छेउमा बस्नको लागि मासु खानको लागि नै हो राजी बस्ने। जङ्गलमा बस्ने भेरी, अब जस्तै भेरी भयो, गिठा ट्याङ्ना भयो, तरुल भयो, त्यो खनेर खान्थ्यौँ हामी। हेर्नुहोस्, त्यस कारण नै पहिलादेखि राजीहरू चाहिँ जङ्गल र नदी नालाको छेउछेउमा बस्ने कारण नै त्यही हो। त्यहाँ जङ्गल देखिरहेको छ, त्यहाँदेखि मतलब हाम्रो सबभन्दा गाउँ बस्ती भनेको हाम्रो त्यहाँ थिए। त्यस्तै त्यहाँदेखि हामी चाहिँ मतलब पछाडितिर पुगेका छौँ। के कारणले पुगेका छौँ भन्दैमा अब यो नदीले कट्दै अथवा भगाउँदै कारणले चाहिँ हामी त्यहाँदेखि यहाँदेखि यहाँ अब त्यहाँ 1 2 3 4 ठाउँमा हामी पुगिसकेका छौँ भनौँ। अहिले राजी बस्ती यहाँबाट विस्थापित भएका छन्। उनीहरू नजिकैको जङ्गल छेउमा ओत लाग्ने छाप्रो बनाएर बस्न थालेका छन्। 2079 सालमा बाढी आएर हामीहरूको घरसर सबै केही सामान नरहेर सबै नदीले खनेर लगेको हुनाले हामीहरू यही फुरुवाङ सोमपल स्कुलको नजिकै आएर बसे हौँ। अब हामीहरू अब यहाँ गाउँ समाजले यहाँ बस्नको लागि देखाउन त अब हामीहरूको अब समस्या भनेपछि धेरै समस्या हो। अब वहाँ जाउँ भनेपछि फर्केर अब वहाँ चाहिँ नदीले बस्न नदिने। अब यहाँ बसौँ भनेपछि अब यहाँ पनि अब स्कुलको किनारमा भए। तर यहाँ पनि राजीहरूलाई सुख छैन। एकातिर वर्षायामको बाढीले जलमग्न बनाउने र खाद्यान्न तथा लत्ताकपडा बगाउने गरेको छ। अर्कोतिर वन अतिक्रमणको आरोपमा सामुदायिक वन र वन कार्यालयले समय समयमा दिने धम्की खानु परेको छ। वर्षातमा हुने अनियन्त्रित बाढीबाट जोगिन जलवायु मैत्री बसोबास स्थान बनाएका छन्। भलबाढीबाट जोगाउनकै लागि अन्न राख्ने भकारीहरू राख्ने गरिएको छ। यो भकारी कतै माटोको भाँडाको हुन्छ भने कतै तामा अथवा अन्य धातुको बनाइने गरिन्छ। विशिष्ट परम्परा भएका राजीहरू जलवायु सङ्कटबाट जोगिनकै लागि तला भएको वासस्थान तला जट्ने भर्याङ साथमा राख्ने गर्दछन्। यो बारी आउँदा त यहीँमा छ भने हामी माथि 18 लगिहाल्छौँ सर। यति पानी भए पनि लग्नु पर्यो नि, यसलाई त बचाउनु पर्यो। अब यसलाई लग्यो भने हाम्रो पेट पनि त चाहिन्छ, एक त हुँदैन सर। सामूहिक निर्णय साझा विश्वास प्रणाली भएका राजी समुदाय प्रशासनिक संस्था भलमन शाह मातहतमा चल्ने गर्दछ। यही विश्वास र मान्यताका कारण नै राजीको अस्तित्व र पहिचान बाँचेको छ। उनीहरूको भूमि, भूभाग र भूक्षेत्रभित्र आफ्नै ज्ञान प्रणालीको भरमा अनेकौं जोखिमका बावजुद प्रकृतिसँगको साइनोलाई निरन्तरता दिने अभ्यासमा छन्
सङ्कटबाट मुक्तिको गीत गाइरहेका छन्।